गायिका एलिना चौहानले नयाँ व्यवसाय रमणी बाई एलिना आजबाट भव्य तरिकाले सुरु गरेकी छिन्। पहिलो दिनमै चर्चित कलाकारहरूको बाक्लो भिड। पहिलो पटक ल्याइन् आफ्नो बाबा मम्मीलाई मिडियामा। कन्यादान दिएर पठाएको छोरीको सम्बन्ध विच्छेदबारे यस्तो भन्नुहुन्छ बाबा। मान्छे हिँड्दै हिँड्दै यो राम्रै बाटो छ भनेर गइन्छ नि, तर ठेस लाग्छ। तर हामीले चाहिँ त्यो ठेस लाग्छ भन्ने चाहिँ सोचेको थिएन। यहाँनिर गल्ती कसको यसको हो भन्ने लाग्यो। आफ्नो भाग्यको यो पनि हुन्छ, भाग्य पनि। एलिना चौहानको सिंह परिवारलाई स्वागत छ सम्पूर्ण। धन्यवाद। आज संयोगले रमणीको उद्घाटनमा बुवा मम्मीलाई पहिलो पटक सँगै देख्न पायो होइन, बुवाबाटै सुरु गर्यो। आज छोरीको प्रगति बुटिकसम्म पुग्यो होइन, कति खुसी लागेको छ। धेरै खुसी लागेको छ। होइन उनको आफ्नै व्यवसाय पहिलो हो यो होइन। गीत त गाएर सबैको मन जितिरहनु भएको थियो। यति धेरै ग्राहक पहिलो दिनमै देख्दाखेरि चाहिँ ओहो छोरीको प्रगति त व्यवसायमा राम्रै हुने भयो भन्ने लागेको छ कि होइन, अब बिस्तारै होला भन्ने लागेको छ। यो चाहिँ मैले कसरी सोचेको छु भने एउटा भेल एकखेप आउँछ, त्यो भेल बा सुकेर जान्छ कि भन्ने त्यो एउटा उयो पनि छ। तर मलाई चाहिँ के लाग्छ भने निरन्तर आइरहन्छ भन्ने चाहिँ त्यो होप गरेको छु। भनेको छोरी त्यस्तो भेलमा छिन् कि बगिरहने भेलमा छ। भेल नभनौँ, त्यो भेल भन्दा पनि अब सौरिरहेको पानी जस्तो। हजुर आइरहने भेल आइरहने खालको होस् भन्ने चाहिँ मेरो यो चाहना पनि छ र त्यो हुन्छ होला भन्ने विश्वास गरेको छु। तपाईँले चाहिँ अब यति अब हुन्छ नि छोरीको प्रगति छँदै थियो, आज पहिलो दिन उद्घाटनको दिन नयाँ ठाउँ यसरी यति धेरै चाहिँ ग्राहकहरू आउँछन् भन्ने सोच्नु भएको थियो। त्यो चाहिँ मैले कस्तो सोचेको थिएँ भने अब नानीले पहिलादेखि एडभर्टाइज गरेको जस्तो एउटा उसको मिडियाहरूमा आएर चाहिँ नभनिकन मोबाइलको भरमा भनेको भरमा कति चाहिँ आउँछ होला जस्तो पनि एउटा मान्छेले त्यो फलो गर्छ कि गर्दैन भन्ने चाहिँ त्यो लागिरहेको थियो। बा हुँदैन कि हामी टिल्ला पर्छौँ भन्ने लागेको थियो होइन, तर टिल्ला पर्नु परेन। त्यसमा धेरै खुसी लाग्छ। अब एलिना आज बुवा पनि सँगै हुनुहुन्छ, धेरै कुराहरू बुवाको अगाडि नै आज खुल्छ। यो व्यवसाय एक्कासी सोच्नुभयो, गीत सङ्गीतबाट यति धेरै चर्चामै हुनुहुन्थ्यो, लाखौँ खर्च गरेर किन व्यवसाय रोजिहाल्नु भयो? यस्तो हो, अब व्यवसाय त सोच्दै गरेको हो, तर व्यवसाय सोच्नको लागि पनि आफूसँग पैसा त हुनु पऱ्यो नि त। त्यसको लागि पैसा त एकैचोटि त आउँदैन, मिहिनेत गरेर बिस्तारै बिस्तारै कमाउने हो हामीले। अनि त्यो कमाएको पैसा अब बचाउँदै बचाउँदै जाँदा अब यतिले चाहिँ अब मैले गर्न सक्छु कि क्या हो भने जस्तो सोचेर चाहिँ अनि त्यस पछाडि अलिकति हिम्मत पनि बढ्यो। अनि फेरि बाबालाई मैले बाबा यस्तो यस्तो गर्नु मैले सोचिरहेको छु, के गरौँ भन्दा बाबाले हुन्छ हुन्छ भनेर भन्नुभयो। अनि मामु बाबाले दुईजनाले नै एकदमै सपोर्ट गर्नुभयो होइन। अनि त्यस पछाडिदेखि चाहिँ मलाई पनि अब डबल हिम्मत बढ्यो भनौँ न, आमा बुवाको साथ भएपछि चाहिँ। कति जति पैसा खर्च गर्नुभयो? यो एकदमै धेरै डेकोरेसन चाहिँ मैले सजावट देख्दाखेरि त्यो भन्न मिल्छ मिल्दैन, कति जति लगानी गर्नुभयो? अब खासमा अब लगानी त कस्तो हुन्छ भने मैले चाहिँ 1 करोडको लगभगमा गर्छु भनेर सोचेको थिएँ। तर गर्दै जाँदा अब बढ्दो रहेछ कि अब कहाँ भने जस्तो हुँदैन, कहाँ के हुन्छ, कहाँ के भइरहेको हुन्छ, कहाँ के यादै गरेको हुँदैन। त्यसले गर्दा खर्च चाहिँ अब बढ्यो, मैले सोचेँ भन्दा बढ्यो। त्यही भएर भनेको एलिना चौहानले घर बनाउने पैसा चाहिँ सबै व्यवसायमा लाग्नु भयो। हजुर त्यही हो, अब अलिअलि ऋण पनि गर्नु पर्यो, त्यस्तै हो अरे। अब सबै त पैसा पुरै त कमाउन सकिँदैन, पछि अब कमाउँदै गर्ने भनेर अब सहयोग, अब ऋण भन्दा पनि आफन्तबाट सहयोगहरू गरेर चाहिँ अनि गरेको। भनेको 1 करोड माथि लगानी कति जति भयो? त्यो चाहिँ अब हिसाबै गर्नुपर्छ। 1 करोड चाहिँ कट्यो, तर 2 चाहिँ छुन लागेको छ होला जस्तो लागेको छ क्या मलाई। भनेको देख्न चाहिँ कम देखिन्छ, तर कपडाहरू यति धेरै ल्याउनु भएको छ नि, सायद त्यो भएर पनि बुटिकमा चाहिँ कपडाकै कारण पनि धेरै लगाएको छ। यो चाहिँ बुटिक भन्दा पनि यो सबै खालको कपडाहरू हो। अनि कपडाहरू चाहिँ अझ पनि डिस्प्ले गर्न चाहिँ समय भइरहेको छैन र अझै आउने क्रममा पनि छ। अनि जे होस् अब कपडाहरूमा पनि खर्च भयो, अब इन्टेरियर पनि तपाईँले देखिहाल्नुभयो, त्यहाँ पनि खर्च हुन्छ। सानो सानो खर्चहरू देखिँदैन, अनि त्यो बढ्दै जान्छ। अब त्यस्तै नै हो। एकदमै डर लागेको थियो कि मलाई सुरुमा त अब कि कस्तो भन्ने भएको छ। तर आज मैले अब एकदम आजको माहौल देख्दाखेरि चाहिँ अलिकति भए पनि मलाई साहस आएको छ भनौँ न, हिम्मत बढ्यो। हिम्मत बढ्यो। अब छोरीको प्रगति सबैभन्दा बढी चाहिँ आमा बुवाले नै हेर्न खोजिरहेको हुन्छ होइन। तपाईँ त छोरीको हर दुःखमा सङ्घर्षमा सबै कुरामा सँगै हुनुहुन्छ होइन। आज
2 करोड खर्च गरेर यति ठुलो व्यवसाय छोडेर हाँक्नुभयो, डर पनि छ, एक खालको आत्मबल पनि छ। यो सबै देख्दाखेरि मेरो छोरी चाहिँ साँच्चैकै हिम्मतिले रहेछन् भन्ने भएको छ होइन। मलाई त एकदम खुसी छ। यसले गरेपछि यसले सोचेर गरेपछि सक्छ पनि मलाई डर चाहिँ छैन। डर छैन भनेको सफल हुन्छ भन्नेमा ढुक्क सफल हुन्छ भन्ने छ मलाई। जस्तो यो खोल्ने भन्ने विषयमा चाहिँ तपाईँसँग नि सल्लाह लिएको भन्नुभयो अघि नै होइन, के भन्नुभएको थियो सुरुमा? थोरै लगानीमा सुरु गर्छु भनेर भन्नुभएको थियो कि होइन अनलाइनबाट पनि त हुन्छ नि त, हिल्ला चौहान भनेर त अनलाइनबाटै चिनिहाल्छ, त्यो थियो कि होइन व्यवसाय म ठुलै घरै लिएर चाहिँ गर्छु भन्नुभएको थियो, के भन्नुभएको होइन उसले ठुलै नै गर्छ भनेको थियो। ओके, अब यो बानेश्वर भन्ने बित्तिकै काठमाडौँको मुटु पनि हो होइन, सबैभन्दा बढी कपडा व्यवसाय चल्ने ठाउँ र तपाईँले त अनलाइनलाई पनि फोकस गर्नुभएको छ। यो बढी चाहिँ जस्तो काठमाडौँ टार्गेट हो कि या देशभरको लागि हो, के हो यो चाहिँ देशभरकै लागि हो। मेरो फ्यान जहाँ जहाँ हुनुहुन्छ, मलाई जहाँ जहाँ जसले हेर्नुहुन्छ उहाँहरूको लागि। किनभने मैले चाहिँ होइन प्रोग्रामहरूमा जाँदा अरू ठाउँमा जाँदाखेरि जहिले मैले लगाएको कपडाको बारेमा चाहिँ इन्क्वायरी गरिरहनु भएको हुन्थ्यो क्या, कस्तो कहाँ किनेको कसरी भनेर सबै मेरो अडियन्सले चाहिँ मैले लगाएकोहरू हेर्नु हुँदो रहेछ। यसरी त अनि मैले बिजनेस पनि गर्न सक्छु भन्ने भयो क्या। जहिले पनि मैले लगाएको साडी, मैले लगाएको कुर्ताहरू चाहिँ उहाँले जहिले प्राइस सोध्ने, कुन दोकानबाट किनेको भनेर सोध्ने, अरू लुगा पनि सोध्दै गर्नुहुन्थ्यो। अनि त्यो हिसाबले त मैले बिजनेस गरेँ भने राम्रो हुन्छ जस्तो पनि भयो। अनि पछि चाहिँ मैले कतिवटा एडभर्टाइजहरू पनि गरिदिन्थेँ कि पसलहरूको। अनि मैले एडभर्टाइज गर्दाखेरि चाहिँ जे होस् राम्रो रेस्पोन्स आउँथ्यो क्या। अनि मैले अरूकै एडभर्टाइज गरिदिँदा त यति राम्रो रेस्पोन्स आउँछ भने मैले आफ्नै किन नगर्ने भन्ने खालको त्यताबाट पनि मलाई अलिकति प्रेरणा आयो भनौँ न। त्यस्तो भनेपछि यसरी बुझ्नु पऱ्यो तपाईँले खास अरूको व्यवसायलाई पनि हेर्नुभयो र आफूले लगाएको कपडाहरूलाई पनि टार्गेट गर्नुभयो र त्यसले चाहिँ राम्रो हुँदो रहेछ भन्ने रिजल्ट पनि कुर्नुभयो। यो सबै चिजले चाहिँ तपाईँलाई व्यवसाय गर्ने आँट भयो। त्यो पनि भयो। अनि त्यस पछाडि मलाई मेन भनेको चाहिँ अब मैले कलाकारहरूको अब कति इन्टरभ्यूहरू हेरिरहेको हुन्छु अनि एकदमै दुःख लागिरहेको हुन्छ। कलाकारहरूले आफ्नो करियर सकिसकेपछि चाहिँ बिस्तारै आफूले कमाएको पैसा पनि सकिँदै जाने, त्यस पछाडि ऋण लाग्ने, आफू बिरामी भयो भने हात फैलाउनु पर्ने होइन, अब एउटा विल चेयरको लागि पनि सहयोग माग्नुपर्ने, त्यस्तो देखिएको छ नि त। अब त्यो भयो भने अर्को वे मैले समातेँ भने मेरो चाहिँ यस्तो दिन नआओस् भनेर पनि मैले सोचेको। किनभने सधैँ मान्छे पिकमा रहँदैन, उसले एक न एक दिन त झर्नुपर्ने हुन्छ। त्यो बेलामा चाहिँ कसैसँग हात जोड्नु नपरोस्, काहीँ विदेशमा जानु नपरोस्, आफ्नै देशमा चाहिँ केही गऱ्यो भने चाहिँ जे होस् आफ्नै देशमा सधैँ टिकिरहँ भन्नको लागि पनि मैले गरेको। अब बाबालाई मैले सोधिहालेँ होइन, छोरीले एकैचोटि 2 करोड न तपाईँले सोच्नु भएको थियो अहिलेसम्म, न अहिलेसम्म कहीँ कतै लगानी गर्नुभएको थियो। यसरी एकैचोटि सोच्दै गर्दाखेरि व्यवसाय डुब्ला कि भन्ने पनि डर त थियो होला नि तपाईँलाई? त्यो चाहिँ कस्तो थियो भने म चाहिँ अलिक सानोदेखि गर्दै गर्दै जाँदाखेरि ठुलो बनाउने सोचमा चाहिँ त्यो चाहिँ गर्नुपर्छ भन्ने थियो मलाई चाहिँ। किनभने सानोमा प्र्याक्टिस गऱ्यो भने धेरै बिग्रिँदैन, ठुलोमा प्र्याक्टिस गर्दाखेरि धेरै बिग्रिन्छ भन्ने त्यो उयो चाहिँ मलाई लागिरहेको थियो। अब नानीहरूले अहिलेको भनौँ न यो इन्टरनेटको टाइममा चाहिँ त्यो धेरै बिग्रिनलाई पनि त्यसको एउटा वे चाहिँ खोजिरहेको हुनाले अनलाइन भन्दाखेरि चाहिँ मलाई योबाट चाहिँ हुन्छ भन्ने एकदम विश्वास भएर गर्दा हुन्छ नानी भनेर म भनेको अनलाइनबाट चाहिँ राम्रो छ छोरीको भन्ने तपाईँलाई भइसकेपछि गर 2 करोडै भए पनि केही हुन्न भन्नु। त्यो पैसा त रिटर्न हुने त हो नि, जाने आउने त्यही रोलिङ हुने हो। जस्तै मैले नानीलाई के भन्छु भने सानो लगानी भयो भने महिनामा 4 चोटिको रोलिङ गर्नुपर्छ हामीले। त्यसो गर्दा 1 करोडको रोलिङ गऱ्यौँ भने 1 महिनामा हामीले 4 टाइम्स रोलिङ गऱ्यौँ भने 4 करोडको भयो। त्यो हामीले कति त्यसको प्रफिट पाउँछौँ भन्ने हुन्छ। अब सानोले गर्दाखेरि चाहिँ त्यो ठुलो रोलिङ गर्दाखेरि चाहिँ ठुलोमा चाहिँ के हुन्छ, त्यो यतापट्टि अनलाइनको लाइन नहुँदाखेरि चाहिँ यहीँको कस्टमर पुगेर बस्दाखेरि हामी दिनमा मान्छे नआएर टिन्न पढ्नु पऱ्यो भने त्यसको आफ्नै पैसाले भने त्यसको इन्ट्रेस्ट पनि त यहाँनिर गइरहेको हुन्छ। त्यो इन्ट्रेस्ट गर्दै गर्दै मान्छेहरू छिटो डुब्ने आउँछ। त्यो नआउनुको लागि चाहिँ अनलाइनलाई फोकस गरेको हुँदाखेरि एकदम 100% हुन्छ भन्ने विश्वास गरेर मैले त्यसमा बुवा यतिसम्म बाटो हुनुहुँदो रहेछ व्यवसायमा भनेपछि पहिला पनि केही व्यवसाय गर्नुभएको थियो? म 18 इयर्सको हुँदाखेरि एउटा सानो बिजनेस गरेको थिएँ मैले इन्डियामा। अनि त्यसबाट बटुलेको अनुभवले जस्तै मैले 12 वर्ष जति
गरिसकेपछि मलाई त्यस्तै खालको उयो आयो। त्यो 18 वर्षको उमेरबाटै व्यवसाय सुरु 18 गर्नु वर्ष गरेर मैले 26 मा बिहा गरेँ। 26 हुँदा त्यो 26 पछाडि फेरि तपाईँको 35-36सम्म चाहिँ फेरि म व्यापारमै रहिरहेँ। अब यति गरेपछि चाहिँ मेरो नानीहरूले पछि कुनै सल्लाह लिँदाखेरि म यो बिजनेसको लाइनमा सल्लाह दिएर चाहिँ म बच्चाहरूलाई अगाडि बढाउन सक्छु भनेपछि मैले त्यो लाइनलाई छोडिदिएर एउटा ट्रेन हुन्छ नि जस्तै विदेश जाने ट्रेन, त्यहाँबाट म गल्फतिर हुन्छ कि कतातिर हुन्छ त्यतातिर लागेर बच्चाहरूलाई पढाउने काम गरेँ कि। त्यस पछाडि अब नानीले जब यहाँनिर म आफ्नो खुट्टामा उभिन सक्छु भनेपछि एउटा 1 by 1 यो उभिन्छ त मैले ताते गरेर डोर्याउनु परेको थियो। अब हामी उभिन सक्छौँ भनिसकेपछि चाहिँ नेपाल नानीले बुवा आउनु भनेपछि नानीको दिमागबाट म आफ्नो काम छोडेर आएँ। भनेको पहिला व्यवसाय गर्नुहुन्थ्यो, छोरीको कारण छोरीहरूलाई पढाउन विदेश जानुभयो, त्यसपछि छोरीको कारण नेपाल आउनुभयो। छोरी पनि छोराभन्दा कम छैन भन्ने एउटा उदाहरण एलिनाले गरिन् होइन। 100% मलाई चाहिँ छोरा र छोरीमा म इक्वेल हेर्छु। त्यसो भन्दा मलाई यो चाहिँ छोरी हो, यसलाई नराम्रो स्कुलमा सरकारी स्कुलमा पढाउँछु पढ्छ भन्ने त्यो म हेरिनँ क्या। म इक्वेल हेर्छु। त्यो दुईवटा मेरो सन्तान मेरो 4टा हो, त्यसमा मलाई यसलाई चाहिँ धेर माया गरौँ यसलाई चाहिँ थोर माया गरौँ भन्ने हुँदैन। सबैलाई इक्वेल हुन्छ। कहिले गाली गलौज हुन्छ किनकि त्यो नराम्रोको लागि हुँदैन। बच्चाहरूले चाहिँ कसरी बुझ्छ भने मलाई गाली गर्यो भने बुझ्छ नि, जो बच्चालाई बाबु भनेर गरेको हुन्छ त्यसले स्ट्रगल गर्नु सक्दैन। किनकि स्ट्रगल गर्नु भनेको चाहिँ अलिकति चेपिएर मान्छे खारिएर जानु पर्यो। अब नानीहरूलाई कसैले केही पेच्छ भन्दाखेरि पिल्लर रोएर म यो गर्दिनँ भने त यो थालेको छ, भोलि यहाँबाट फेरि अर्को ठाउँ जानुपर्ने भने त यो सेटअपमा हाम्रो कति खर्च भएको छ होइन, सेटअप बोकेर जान सकिँदैन। त्यस्तै खालको मान्छे अब त हामी इन्क्रिजमा होइन डिक्रिजमा। त्यसो भएर यहीँबाट चाहिँ हामी अर्को उयोलाई गर्नुको लागि चाहिँ त्यो यसलाई अब जस्ट हामी अहिलेको जुन यहाँको यो दोकानबाट हामीले कति उयो गर्न सक्छौँ एक सालको टार्गेटमा, र त्यो पछाडि फेरि अर्को डिसाइड गरेर अर्को पनि ओपन गरेर चाहिँ भित्र चाहिँ मैले राखिसकेको छु। तर अब यहाँ कस्तो हुन्छ त्यो बुझेर मात्रै हुन्छ। भनेपछि पसलमा बुवालाई पनि राख्नुहुन्छ अहिले चाहिँ के छ? बुवा त एकदम बाटो हुनुहुँदो रहेछ व्यवसायमा, बुवालाई पसलमा राख्नुहुन्छ कि राख्नुहुन्छ? अब अहिले चाहिँ मैले सबै सल्लाहहरू चाहिँ बाबालाई नै लिएको हो होइन। अहिले ओपनिङमा पनि बाबालाई बोलाएको किनभने बाबाले अब सबै कुरा बुझ्नु भएको छ। तर पसलमै चाहिँ अब राख्नलाई अब बाबालाई पनि गाह्रो हुन्छ, धेरै खट्नुपर्ने हुन्छ होइन। त्यही भएर मैले स्टाफ नै राखेको छु। तर बाबाले चाहिँ अब 1 महिना 2 महिनामा आएर चाहिँ सबै कुराहरू हेरिदिने चाहिँ गरिदिनु। कतिजना जति स्टाफ राख्नु पऱ्यो यहाँ? अब यति ठुलो तपाईँको त हेर्नु कति परसम्म छ नि त्यो पसल त, कतिजना जति राख्नु परेको छ? 7 जना जति चाहिँ राख्नु परेको छ। 7 जना स्टाफ हुनुहुन्छ होइन। अब तपाईँले पहिला सोच्नु पर्थ्यो मेरो लागि, मेरो कोठा भाडा, मेरो गाडीको तेलको लागि भनेर सोच्नु पर्थ्यो। अब त्यो होइन कि मेरो 7 जना स्टाफको लागि, मेरो लागि र मेरो परिवारको लागि भनेर सोच्नु पर्थ्यो। त्यही त अब त्यसको लागि काम गर्नु पर्यो, राम्रो गर्नु पर्यो, त्यसमा केही पनि सोच्नु पर्दैन। सबभन्दा इम्पोर्टेन्ट काम मात्र सोच्नु पर्यो। मैले कसरी मेरो कामलाई राम्रो बनाउने, कसरी मेरो बिजनेसलाई ग्रो गर्ने त्यो सोच्यो भने चाहिँ अरू केही सोच्नु पर्दैन, सबै आफै पुग्छ। यो त यति तपाईँले भने जस्तै तरिकाले बुझ्ने हो भने त बुझ्ने मान्छेले व्यवसाय गर्न गाह्रो छैन भन्ने पनि उदाहरण हो। जस्तो मैले सोध्न खोजेँ चाहिँ यति राम्रो भइसकेको छ नि त बिजनेस, तपाईँको नयाँ यत्रो टिम हो पनि तपाईँ एक्लै होइन कि बुवा आमासँग बसेर गर्नुभएको छ। आफ्नो कतिपयले चाहिँ होइन घर बनाऊ पहिला गाडी किनौँ अनि मात्रै अरू सोचौँला भन्ने सोच्छन्, तपाईँले बिजनेस नै किन रोज्नु? म चाहिँ घर चाहिँ अहिले मलाई इम्पोर्टेन्ट लागेन होइन। अब मेरो मम्मी र बाबा काठमाडौँमै भएको भए सायद म घर बनाउँदै पनि होला, तर उहाँहरू अब झापामै हुनुहुन्छ, यता आउनु भएको छैन। भाइ र म 2 जना मात्रै छौँ। 2 जनाको लागि अब घर बनाउनु भन्दा बरु पैसाले त पैसा कमाउँछ नि त। यो बिजनेस राम्रो गऱ्यो भने त भोलि पर्सि यहीँबाट मैले फेरि घर बनाउन सक्छु नि। तर फेरि घर बेचेर बिजनेस गर्दा त राम्रो सुनिँदैन, राम्रो हुँदैन पनि। अनि त्यही भएर त्यही सोचेर नै हो। भनेपछि हामीले यसरी बुझ्नु पऱ्यो, तपाईँले पहिला व्यवसाय राम्रो गर्छु त्यसपछि बाँकी फर्दर पछि सोचौँला भनेर नै ठुलो बिजनेसको स्टार्टिङ सोच्नु भयो।
त्यही नै हो। पार्टनरहरू पनि सोच्नु भएन एक्लै गर्छु भन्नुभयो यत्रो ठुलो व्यवसाय? पार्टनर सुरुमा चाहिँ अलिक आँट आएको थिएन अनि गर्नु पऱ्यो भन्ने सोच्दै थिएँ अनि पछि फेरि बाबाले मलाई सल्लाह दिनुभयो बरु सानो घर तर आफै घर किनभने पार्टनर भइसकेपछि सुरुमा राम्रो भए पनि पछि नराम्रो हुनसक्छ धेरै कुराहरू हुन्छ अनि त्यो पछि नराम्रो हुनुभन्दा बरु जति सक्सेस आफैले घर आफू भनेको आफू नै हुन्छ अर्कासँग डोरिएर हिँड्दा अर्कै हुन्छ भनेर भन्नुभयो त्यही भएर हुन्छ आफैले। अब यो व्यवसाय भनेको अर्को गाली पनि खानै पर्छ अरूलाई राम्रो भनेको पनि सुन्नुपर्छ कतिपय भोलि अनलाइनमा फलानुको बस्छ त्यस्तोहरू छन् ब्याक बाइटिङ पनि यही हुन्छ त्यो सबै चिज सहनुपर्छ कलाकार भनेको त बरु गीत गाए एकैछिनमा पैसा आइहाल्छ सबै हिँड्न मिल्छ त्यो पनि हुन्न यो त दीर्घकालीन फाइदा र घाटा दुइटै छ सहन सक्छु भन्ने छ कि छैन तपाईँलाई? त्यही त अब यो आलोचनाहरू यस्तो नराम्रो कुराहरू सबै कुरा सहदा बानी परिसक्यो अब मलाई त्यस्तो केही पनि लाग्दैन अब सबै कुरा म सहजै सहन पनि सक्छु मलाई त्यस्तो फरक पनि पर्दैन भइसके कम्प्लेन गर्ने ठाउँ चाहिँ नहोस् त्यो कोसिसमा गर्छु तर अब भगवान्को त मान्छेले खोट निकाल्छन् कहिले खोटै निकाल्ने मान्छेलाई त केही गर्न पनि सकिँदैन कहिलेकाहीँ आफ्नै साइडबाट पनि गल्ती हुनसक्छ तर जानी त कसैले पनि गर्दैन होइन भरसक चाहिँ माया नै पाउन खोजिन्छ नि त अनि नराम्रो नहोस् है भन्ने सोचेको छु। अब एउटा थोरै म यो विषय त जीवन पहिल्यै टुङ्गिसकेको हो म यसलाई एकदमै कोट्याउँदिनँ र यो विषय लम्ब्याउँदैन बुवासँग पहिलोपटक हामी जोडिएको भएर यो विषय अलिकति मात्र जोड्न चाहेँ जस्तो छोरीले एक्लो अब भनौँ न एकल जीवन अगाडि बढाइरहनु भएको छ विवाह राम्रो हुन सकेन तपाईँले पञ्चे बाजा बजाएर घरबाट मतलब हुन्छ नि अन्माएर पठाएको छोरी फेरि माइती घरमै फिर्ता बोलाउनु पर्ने अवस्था सिर्जना भयो बिचमा छोरीले भोग्नु परेको यातना पीडा सबै तपाईँले हेर्नुभयो नि होइन एउटा बाबाको कोणबाट एउटा छोरीले भोगेको दिन भनौँ न घटनाहरूलाई कसरी लिनु भएको? मैले त यसलाई त कस्तो देख्छु भने मान्छे हिँड्दै यो राम्रै बाटो छ भनेर गइन्छ नि तर ठेस लाग्छ तर हामीले चाहिँ त्यो ठेस लाग्छ भन्ने चाहिँ सोचेको थिएन यहाँनिर गल्ती कसको यसको हो भन्ने लाग्छ आफ्नो भाग्यको यो पनि हुन्छ भाग्यमा पनि डिपेन्ड हुन्छ उसको भाग्य हो तर यति छ कि बच्चाले त्यहीँ गएर चाहिँ जस्तै उसले नानीलाई गाह्रो हुन्छ भने कुनै चिज पनि जबरजस्ती गरेर मलाई पेटभरि खाना खाइरहेको छु त हजुरले खा भनेर कोच्याउनु भयो भने त्यसले खाना त खाइदिनु हुन्छ तर त्यसले बिगार गर्छ तर हामीले त्यस्तो कोच्याउने भने केही गरेको पनि होइन होइन उहाँहरूको मन परापर मिसअन्डरस्ट्यान्डिङ चाहिँ त्यो मन परापर गर्नुमा मिसअन्डरस्ट्यान्डिङ रहेछ भन्ने बुझेँ मैले नानीलाई फेरि मैले नानी त्यसरी जिन्दगी काट्नु भनेको चाहिँ गाह्रो हुन्छ अब ती बितेका कुरालाई मैले लग्दिनँ कति मिडियाहरूमा त बाउले यस्तो भनौँ त्यसो भनौँ भनेर कति त आए तर कुनै फेक छन् जस्तै फेक छन् भनेर कसरी चाहिँ म प्रुफ गरिदिन्छु भने मैले नबोलेको कुरालाई पनि कुनै मान्छेहरूले चाहिँ बाउको यस्तो चिज थियो हामीले त्यो डिमान्डहरू पुरा गर्न सकेनौँ डिमान्ड हुन्थ्यो यदि हामीले डिमान्डै पुरा गर्नु पर्थ्यो भने हामीले त चिज खोजिरहेको हुन्थ्यौँ अधिकार खोज्थ्यौँ होला त्यो हामीले कुनै चिज खोज्यौँ मलाई मेरो छोरी भए म संसारसँग लड्न सक्छु भन्ने मलाई त्यस्तो तागत हो क्या मेरो छोरी चाहिँ त्यस्तो पावर हो किन मैले बनाएको पावर त्यो अरूले बनाएको पावर होइन फेरि मेरो मनलाई त मैले बनाउनु पऱ्यो नि मैले जति हजुरको मनमा बिलिभ गराउनुको लागि कुरा भने पनि तपाईँलाई विश्वास लागेन भने त त्यो पावर आउँदैन क्या हजुर किनकि बच्चालाई चाहिँ एक दुई खेप चाहिँ लड्नुपर्छ लडिसकेपछि आफै उठ्न सिक्छ मैले डोर्याइदिएर तँ यसो गर नानी भनेर यहाँबाट हिँड भनेर हुँदैन उसले लड्छ उठ्छ एगेन एन्ड एगेन यु मेबी सक्सेस भनेर नि ट्राई कोसिस गरिरहनुपर्छ तर त्यो चिज चाहिँ त्यस्तो हुँदो रहेछ विवाहको चाहिँ कोसिस गर्दा पनि मान्छेहरूले आफ्नो ज्यानै जान्छ किन कोसिस गर्छ रिटर्न भयो त्यसमा खुसी छु उहाँहरूको भाग्यको खेल थियो मलाई त्यसमा दुःख मनाउनु केही थियो त्यसपछिको लाइफ भनेको स्ट्रगल हो नानीले स्ट्रगल गर्यो अघि मैले भने नि अघिको इन्टरभ्यूमा मैले एकजनासँग भनेको थिएँ ए रोलिङ स्टोन ग्यादरिङ मोमोस एउटा गुल्टी रोक्ने ढुङ्गामा चाहिँ लेउ लाग्दैन है भन्ने कुरा छ होइन अब नानी कलाकारदेखि बिजनेसमा आएको छ यो बिजनेस मैले जानिरहेको चिज थियो किनकि त्यो एजले चाहिँ अहिले नानीहरूले अर्को टाइपले जाने भए तर हाम्रो टाइपमा अर्कै थियो तर यो बिजनेस छोडेर अर्कोमा जाने यो ठाउँ भएन भनेर अर्को ठाउँमा जाने गरेर हामी
एउटा कोठा सर्यौँ भने पनि हामीलाई कति चिज चाहिँ नपुग हुन्छ। घरमा सबै चिज भइरहेको लिएर हामी सर्यौँ भने नपुग कति आउँछ। तर यो र त्यो लाइफमा दुइटालाई कम्बाइनेसन हेर्दाखेरि अपुग आउने हो। तर मेरो नानीले हिम्मत गर्नु पर्यो, उसले पनि हिम्मत गरेर त्यो नपुग्ने चिजलाई चाहिँ पुरा गरेर आफ्नो स्टेपिङ अगाडि बढाएको छ। त्यसमै म खुसी छु। अहिलेको बिजनेसले चाहिँ बेहद खुसी एकदमै। तपाईँको सन्तानहरूमा एकजना छोरा पनि हुनुहुन्छ तपाईँको होइन? हजुर हजुर। छोरीले छोराकै रूपमा हेर्नुहुन्छ, कतिपयले त्यही भन्दै थिए एलिनालाई चाहिँ बुवा मम्मीले नै छोरा जस्तै रूपमा पालेको हुर्काएको। अहिले छोराको भूमिका चाहिँ एलिनाले घरमा चाहिँ निर्वाह गरिरहेको छ पनि भन्छ। जस्तो मान्छेहरूमा कुनै चाहिँ अब टिन एजदेखि अरू एज चेन्ज हुँदै आउँछ नि मान्छेमा। मलाई चाहिँ कस्तो लाग्थ्यो भने मेरो 26 इयर्स हुँदाखेरि बिहा भएको, त्यतिखेर म लगभग अलिअलि बुझ्ने भइसकेको थिएँ। त्यो मलाई छोरा र छोरीमा चाहिँ अघि नै पनि मैले भनिहालेँ होइन, त्यो यो छोरा चाहिँ यस्तो होस् छोरी चाहिँ त्यस्तो होस् भन्ने खालको मलाई त्यो लाग्दैन। अहिले छोरामा मैले के देख्छु भने एउटालाई चाहिँ एउटा सन्तानलाई अगाडि देखाइदियो बाटो भने त्यसलाई चाहिँ पुसअप गर्ने चाहिँ मैले जस्तै नानीले कलाकार गर्दाखेरि म चाहिँ ओपोजिसनमा बसेँ। एउटा सरकार बनाउनु पर्यो भने पनि ओपोजिसन दह्रो भयो भने त्यो सरकार दह्रो हुन्छ। अनि मिडियाहरूमा के थियो, बाबुले चाहिँ यो गर्न दिएन भन्ने त्यस्तो आए। त्यो मैले गरेको चिज होइन, त्यसमा मलाई केही जति टाँगा हाले पनि मैले खाएको विष लाग्ने हो, नखाएको विष लाग्दैन। हेर्नु है, खाएको विष त लाग्ने हो, नखाएको विष लाग्दैन। तर मेरो मनभित्रको कुरा त अरूले देख्दैन नि, मैले भन्नुपर्ने हुन्छ। तर म ओपोजिसनमा बसेर नानीलाई यहाँसम्म पुऱ्याउनुमा म जस्तै मैले नेगेटिभ चिजलाई होइन त्यसलाई चाहिँ पोजिटिभ लिएर पनि हेर्न सक्छु। तपाईँ मलाई नेगेटिभ भनिदिनु भयो, त्यसलाई पोजिटिभ बनाएर पनि म कन्भर्ट गर्न सक्छु र मनमा शान्ति गराउन सक्छु। त्यो त्यति चाहिँ क्षमता छ मसँग। अरू बाँकी त त्यो भगवान्ले दिने कुरा हो, त्यो भगवान्कै घरमा छोडिदिन्छ। त्यस्तो उहाँ त यति धेरै बुझ्ने पाउनु भएको रहेछ। अब नआएपछि चाहिँ हामीलाई के बुझ्छ भने बुढा चाहिँ नबुझ्नु हुनुहुन्छ क्या हो भन्ने तरिकाको बाहिरहरू हुन्थ्यो नि त। तर त्यो होइन रहेछ कि सायद आज एलिना चौहान सक्सेस हुनुमा चाहिँ साँच्चै अब मम्मी त हुनुहुन्छ नि साथमा, बुवा चाहिँ तपाईँको साथमा स्ट्रङ हुनुहुँदो रहेछ। त्यस कारण पनि हो कि जस्तो लाग्यो हामीलाई। त्यही नै हो। किनभने जुन समय आफूलाई आमा बुवाको एकदमै धेरै जरुरत हुन्छ त्यो बेला मैले साथ पाएको छु नि त। अनि त्यही भएर म सधैँ नै भन्छु मेरो बुवा आमा जस्तो एकदमै म भाग्यमानी छु। मेरो बुवा आमा जस्तो आमा बुवा मैले पाएँ, त्यही भएर म यस्तो छु। सबैजनाले तिमी यस्तो स्ट्रङ कसरी भएको भन्छन्, त्यो राज चाहिँ अब त्यही नै हो। बुवाले तपाईँलाई व्यवसाय रोज्नु पनि भन्नुभयो होइन? यही व्यवसाय रोज्नु भन्नुभएको थियो कि या अरू कुनै हुन्छ नि इक्जाम्पलहरू पनि दिनुभएको? होइन, व्यवसायको बारेमा त मैले नै बाबालाई यो व्यवसाय म यसरी गर्न लागेको के गरौँ भनेर सोद्धाखेरि चाहिँ ल गर भनेर भन्नुभएको थियो कि त्यही नै हो। अब मम्मीलाई सोधिहालेँ यस्तो राम्रो भएको छ होइन, आज यति धेरै चाहिँ उहाँको हुन्छ नि कन्टेन्ट क्रिएटरहरू पनि यति धेरै हुनुहुन्छ कि कलाकारहरूदेखि सबै आउनु भएको छ भनौँ न। यहाँ आउनेहरू सबैले के भनिरहेछन्, एलिनाको व्यापार चाहिँ राम्रो होस् भनिरहेछन् भनौँ न। अरूको लागि चाहिँ विज्ञापन गर्न खर्च गर्नुपर्छ, एलिनालाई त्यो आवश्यकतै रहेन, यति धेरै आउनु भएको छ। एलिना आफै पनि ब्रान्ड हो होइन। त्यसले गर्दाखेरि चाहिँ छोरीको व्यवसाय कहिले पनि ढलफल हुँदैन भन्नेमा तपाईँ ढुक्क हुनुहुन्छ? म त ढुक्कै छु। यो हेराएर देखाएर व्यवसाय खोल्ने हुन्छ नि, छोरीलाई त्यो चाहिँ गराउनु भयो कि नै गर्नु भएन? हुन त विवाह त हेराएर गरिएन भन्दै थियो एलिनाले जस्तो लाग्छ मलाई होइन। यो व्यवसाय चाहिँ किन हेर्नु पऱ्यो भन्ने हेराउने कुराउने केही गरेन। केही गर्नु उसले हिम्मत गरी हामीले 8 दिन 7 दिन त्यति नै हेराउनु। आज पहिलो दिन अहिलेसम्म सेल कति भयो होला? म तपाईँको त अनलाइन पनि हुन्छ होइन। आज फर्स्ट डे चाहिँ सबैले होइन आज चाहिँ हामीले पनि किनिदिनुपर्छ भनेर पनि धेरैले चाहिँ सपोर्ट गर्छन्। आज फर्स्ट डे कति सेल भयो होला? त्यो मलाई थाहा नै हुँदैन, म त यत्तिकै बिजी सबैसँग बोल्दै है। त अब अन्तिममा थाहा हुन्छ सबै कुराहरू। मैले त्यो त्यतापट्टि हेरेकै छैन। तर जे होस् मेरो बिहानैदेखि नै भिड भइरहेछ कि एकदमै भनेको पाहुनाहरू जस्तै आउने जाने क्रम चाहिँ भइरहेको छ। त्यो हिसाबले राम्रै भइरहेको होला। ओके, भनेपछि उहाँहरू आउने तपाईँलाई आशीर्वाद दिने आउनेहरू एकपटक भयो भने यहाँ आइसकेपछि केही सामान लाने गरिरहनु भएको छ? मेरो लागि त यहाँ आएर मेरो लागि एउटा भिडियो बनाइदिनु पनि मेरो लागि अहिले यति ठुलो हुन्छ होइन।
अनि आउनु भएको छ अनि सामान किनेर मसँग फोटो खिच्नु भएको छ अनि जे होस् अब टाढा टाढाबाट पनि आउनु भएको छ कि अब नजिकबाट उहाँहरूसँग बोल्न पाइरहेको छु हेर्न पाइरहेको छु खुसी लागिरहेको छ होइन आफ्नो साथी मित्रता सबैको लागि अझ शत्रुहरूका लागि पनि यो आँखाको तारो हुने भने व्यवसाय भन्छन् होइन अब तपाईँ जोडिनुभयो हिजोसम्म तपाईँका साथीहरू जो व्यवसाय गर्नुहुन्छ नि कपडा व्यवसाय गर्ने अब आजबाट शत्रु बन्न सक्छन् होइन उहाँहरूसँग चाहिँ कसरी मिलेर जानुहुन्छ अब मलाई को शत्रु बन्नुहुन्छ को के व्यवसाय गर्नुहुन्छ त्यो मलाई मतलबै छैन म त शत्रुसँग पनि मिलेरै जान्छु अब के गर्नु त होइन त्यही हो आफूलाई राम्रो हुनु पर्यो शत्रुसँग मिलेरै जाने हो अब एउटा गीत भर्खरै बजारमा आएको छ तपाईँकै गीत होइन तपाईँकै युट्युब च्यानलबाट सुकेर अघि पनि मैले गाउने सकेको छैन हिजो मेरो 10 बजीसम्म प्रोग्राम थियो होइन त्यसपछि फुटबल हेर्नुभयो होला फुटबल होइन यहाँ रातभरि यहाँ साबन मिलाएको बिहानको 7 बजीसम्म होइन एकचोटि पनि सुते होइन आज किनभने यहाँनिर यो रेडी भइसकेको थिएन स्टोर चाहिँ अनि त्यस पछाडि मामु म बाबा भाइ 4-5 जना हामी परिवार मिलेर चाहिँ रातैभरि काम गरेको आफै नै फेरि अब राति काम गर्न अरूलाई पनि गाह्रो भयो त्यो अलिक अप्ठ्यारो हो आफै नै यति हामी सबैजना एकदमै थाकिरहेछौँ कि त्यही भएर ओके त्यही भएर गीत नगाउने गीत त अब स्वरै सुनाउनु गाउँथेँ मैले आफ्नै गीतको प्रचार हुन्छ मेरो 30 सङको बारेमा तपाईँले पनि भिडियो बनाइदिनु भएको थियो त्यसको लागि धन्यवाद अनि त्यस पछाडि 30 सङमा चाहिँ अहिलेसम्म मैले गीत गाएमध्ये सबैभन्दा पोजिटिभ कमेन्ट आएको गीत चाहिँ यही होला सायद दिनमा लगभग 2 लाख जति भ्युज गइरहेको छ मैले फेरि यो प्रमोसनहरू केही नगरेको बुस्टहरू केही नेचुरल फलिफाप रहेछ है यो वर्ष भनेर बुझ्नु पर्यो यता व्यवसाय उता गीत दुवैतिर फाइदै फाइदा गीत त अब गीत चाहिँ कस्तो हुन्छ भने फलिफा भन्दा नि गीत चाहिँ आफूले सेलेक्सन गर्नु जान्यो भने चाहिँ मन छुने गीत भयो भने चाहिँ एकदमै मन पराउनुहुन्छ कि केही दुःख गर्नु पर्दैन आफै चलाइदिनुहुन्छ आज पनि यहाँ कतिजना आउनुभयो सबैले त्यही गीत बजाएर टिकटक बनाउनु भयो त्यो पनि प्रमोसनै हो नि त होइन जे होस् एकदमै खुसी लागिरहेको छ 1 गते गीत रिलिज गरेको थिएँ अनि राम्रो भएको छ गीत पनि राम्रो भएको छ व्यवसाय पनि राम्रो होस् अब आमा र बाबाको आशीर्वाद पाउनु भएको छ यो आशीर्वादलाई अझ शिरोधार्य गरेर अगाडि बढ्नु होला र यो अझ लोकेसन भनिदिनुहोस् न यति धेरै मिडियाबाट हेर्दै बस्नुभएका दर्शकहरूलाई यहाँ आउँदाखेरि ठ्याक्कै यसरी पाइन्छ त्यहाँ कन्ट्याक्ट नम्बर जब कि तपाईँलाई सिधै सम्पर्क गरेर पनि उहाँले व्यवसाय अब तपाईँ यो चाहिँ टिकटक आइडी रमणीको टिकटक आइडीबाट पनि गर्न सक्नुहुन्छ मैले पनि मेन्सन गरिरहेको हुन्छु र लोकेसन चाहिँ नयाँ बानेश्वर भरोसा हस्पिटल छेउमा भेट्नुहुन्छ र गुगलमा पनि तपाईँहरूले सर्च गर्नुभयो भने चाहिँ रमणी बाई एलिना लेख्नुभयो भने चाहिँ लोकेसन भेट्नु नै हुन्छ नभए घर बसी पनि तपाईँहरूले अर्डर गर्न सक्नुहुन्छ हस् थ्याङ्क यू सो मच थ्याङ्क यू